ओके सो म स्टार्ट गर्छु। आजको मेरो टपिक चाहिँ फेमिनिस्ट थ्योरी एन्ड मेथोडोलोजी रहेको छ। ओके सो सुरुमा चाहिँ लेट्स स्टार्ट विथ की पोइन्ट्सहरू अथवा की टर्म्सहरू जुन चाहिँ हामीलाई बुझ्न इजी हुन्छ। सुरुमा चाहिँ अब सेक्स र जेन्डरको बिचको डिफ्रेन्स चाहिँ हामीले बुझ्नुपर्छ होइन। अब हामीले सेक्सको कुरा गर्दाखेरि चाहिँ हामीले चाहिँ मेल र फिमेलको चाहिँ बायोलोजिकल डिफ्रेन्सको बारेमा कुरा गर्छौँ भने वेन वी टक अबाउट जेन्डर हामीले चाहिँ हाम्रो सोसाइटीले बनाइदिएको होइन, मेल भयो भने के गर्नुपर्छ फिमेल भयो भने के गर्नुपर्छ भन्ने खालको चाहिँ एउटा सोसियल कन्स्ट्रक्ट हो भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। अनि यो चाहिँ जुन बायोलोजिकल आइडेन्टिटी छ मेल र फिमेल योसँगै बुझेको चाहिँ मेललाई र फिमेललाई दिएको एउटा मिनिङ हो भनेर बुझौँ। अनि अब अर्को भनेको चाहिँ हामी सबै सुनिरहेकै टर्म छ फेमिना होइन। फेमिनाको मिनिङ चाहिँ द वुमन भनेर छ। पेट्रियार्की भनेर छ, यो भनेको चाहिँ फिमेल बिङ डोमिनेटेड बाई मेन होइन, हामीले सुनिरहेकै कुरा हो मेल डोमिनेटेड सोसाइटी यताउता भनेर। अनि अब फेमिनिजमको कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ वुमेन्स मुभमेन्ट भनेर भन्छौँ। अब यसलाई चाहिँ हामीले नेपाली टर्ममा बुझ्ने भाषामा भन्दाखेरि चाहिँ आन्दोलन भनेर बुझ्न सक्छौँ। हामीले अस्ति भर्खर जेएनजीको जुन मुभमेन्ट देख्यौँ होइन, त्यस्तै खालको चाहिँ वुमेन्स मुभमेन्ट भएको थियो, जुन चाहिँ वुमेनहरूको राइटलाई चाहिँ मेन फोकस गरेर गरिएको थियो। जुन पनि के भन्ने जुन खालको डोमिनेसन फिमेलहरूमा भइरहेको थियो, जुन खालको इनइक्वालिटी चाहिँ मेल र फिमेलको बिचमा देखिरहेको थियो, त्यसको अगेन्स्ट चाहिँ यो वुमेन्स मुभमेन्ट चाहिँ भएको थियो। सो फेमिनिजम भनेको के हो भन्ने कुराबाट कन्टिन्यू गरौँ। हामीले यहाँ जुन पिक्चर देख्न सक्छौँ चार्ल्सको, उहाँले चाहिँ फेमिनिजम भन्ने टर्म चाहिँ कोइन गर्नुभएको थियो 1837मा। सो फेमिनिजम भनेको चाहिँ वुमेन्स मुभमेन्ट हो भनेर अघि नै भनि नै सक्यौँ। मेन र वुमेनको चाहिँ सोसियल पोलिटिकल र इकोनोमिक इनइक्वालिटी जुन भइरहेको थियो त्यसको अगेन्स्ट चाहिँ यो मुभमेन्ट भएको थियो होइन। अब सोसियली पोलिटिकली र इकोनोमिकल्ली चाहिँ मेल र फिमेल चाहिँ इक्वल हुनुपर्छ भन्ने खालको कुरा चाहिँ यसमा आएको थियो। अनि अब यसमा पनि हामीले केही फिचर्सहरू चाहिँ याद गर्न सक्छौँ जसले चाहिँ हामीलाई फेमिनिजमको कन्सेप्टलाई चाहिँ इलाबोरेट गर्नको लागि याद गर्छ। अब जस्तै अब जब यो मुभमेन्ट सुरु भयो मान्छेहरूमा चाहिँ मेन र वुमेनको बिचमा चाहिँ जुन इनइक्वालिटीहरू आइरहेको छ यो बारेमा चाहिँ अवेरनेस क्रिएट भयो। र सँगसँगै यो जुन इनइक्वालिटी छ यसले गर्दाखेरि चाहिँ कस्तो खालको कन्फ्लिक्ट पनि आउन सक्छ त मेन र वुमेनको बिचमा भन्ने खालको पनि अवेरनेसहरू चाहिँ भयो। अब यो जुन इनइक्वालिटीको कुरा गरेको छ यो चाहिँ अन द बेसिस अफ पावर स्टेटस होइन। अनि अब हामीले जसरी अब यो मोमेन्ट चाहिँ अब फर्स्ट वेभ सेकेन्ड वेभ थर्ड वेभ भन्दै आएको छ। अनि एभ्री वेभ अनुसार चाहिँ हामीले कुरा गर्दै जाँदाखेरि चाहिँ जुन फेमिनिजमको जुन थिम छ त्यो पनि हामीले चेन्ज भएकै हुँदै गएको अथवा केही कुराहरू एडप्ट हुँदै गएको केही कुराहरू हराउँदै गएको चाहिँ हामीले पाउन सक्छौँ। यसमा चाहिँ अब रेस अब कल्चर पावर स्टेटस होइन सबैको कुराहरू छ। अनि अर्को भनेको चाहिँ जुन मेलले चाहिँ फिमेललाई डोमिनेट गर्ने अप्रेस गर्ने होइन, यो कुराहरूको बारेमा पनि यो जुन पेट्रिआर्की भन्छौँ यो पनि अवेरनेसको बारेमा पनि त्यस एउटा इन्साइट चाहिँ सबैजनालाई हुँदै गयो। अब फेमिनिस्ट थ्योरीको कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ अब यसको फादर भनेर कुरा गर्नु पर्दाखेरि चाहिँ अब यही एकजनाले मात्रै यो टर्म इन्ट्रोड्युस गरेको भन्ने चाहिँ छैन। तर हामीले मदर अफ फेमिनिस्ट थ्योरी भनेर चाहिँ हाम्रो जुन मेरी हुनुहुन्छ उहाँलाई भन्न सक्छौँ। अनि अब उहाँको बुक चाहिँ अ भिन्डिकेसन अफ द राइट्स अफ वुमेन 1792 ले चाहिँ वुमेनहरूले पनि इक्वल राइट र एजुकेसन डिजर्भ गर्छौँ भन्ने कुरामा चाहिँ आर्ग्यु गर्न स्टार्ट गरेको थियो। अब फेमिनिस्ट थ्योरी भनेको के हो भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ फेमिनिस्ट थ्योरी भनेको चाहिँ एउटा फ्रेमवर्क हो जसले चाहिँ हामीलाई जुन जेन्डरको बिचमा इम्ब्यालेन्स भएको छ अन द बेसिस अफ सोसियल पोलिटिकल र इकोनोमिक स्ट्रक्चर यसको बारेमा चाहिँ हामीलाई बुझ्न र यसलाई चाहिँ च्यालेन्ज गर्नको लागि पनि हामीलाई चाहिँ हेल्प गर्छ होइन। अनि त्यसपछि अब अनि यसले चाहिँ के भन्छ त भन्दाखेरि जुन खालको ट्रेडिसनल बिलिफ छ हाम्रो चाहिँ लाइक वुमेन आर नट क्यापेबल होइन, मेनको लेभलमा चाहिँ वुमेनहरू आउन सक्दैन भन्ने खालको जुन बिलिफ छ यो चाहिँ एकदमै रङ हो होइन। र यो नलेजलाई चाहिँ हामीले फेरि पनि रिकन्स्ट्रक्ट गर्नुपर्छ भन्ने खालको चाहिँ कुराहरू चाहिँ यहाँ आएको छ।
अनि अब यसमा पनि हामीले अब सेन्ट्रल एम हेर्ने हो भने चाहिँ वुमेनले पनि जस्टिस पाउनुपर्छ, इक्वालिटी हुनुपर्छ र लाइफको हरेक डोमेन जस्तै पर्सनल लाइफ हुनसक्छ, वर्कको कुरा हुनसक्छ, अथवा यो हामीले जब हामीले पोलिटिकल राइटको कुरा गर्छौँ, राइट टु भोटको कुरा आउँछ फर्स्ट वेभमै होइन। सो यो सबै कुराहरूमा चाहिँ लाइफको हरेक डोमेनमा चाहिँ यो इन्क्लुजन चाहिँ हुनुपर्छ भन्ने कुराहरू आउँछ। अब यसको पनि एपिस्टोमोलोजी एपिजियोलोजी भनेर चाहिँ एक्ज्याक्ट यही छैन, तर अब हामीले सबै कुराहरू चाहिँ अन्टोलोजी एपिस्टोमोलोजी र एजियोलोजीको बेसिसमा चाहिँ कुरा गरिरहेको भएर चाहिँ मैले के कुराहरू मिलाएर राख्न खोजेको छु, आयो बुझिन्छ होला। अब अन्टोलोजीको कुरा गर्दाखेरि त अब हामीले सुरुदेखि नै कुरा गर्दै आइरहेको छौँ रियालिटी के हो होइन, रियालिटीको नेचर कस्तो हुन्छ भन्ने कुरालाई नै हामीले हेर्ने हो। अब यो फेमिनिजमको अथवा यो फेमिनिस्ट थ्योरीको पोइन्ट अफ भ्यूबाट हेर्ने हो भने चाहिँ यसले चाहिँ के भन्छ भन्दा रियालिटी चाहिँ अब्जेक्टिभ हुँदैन, यो चाहिँ अब डिपेन्डिङ अपन द पिपल होइन, अथवा अब हामीले डिपेन्डिङ अपन पिपल भनेर भन्दाखेरि पनि सबै वुमेनहरूको चाहिँ रियालिटी एउटै हुन्छ भन्ने छैन। अब हामीले मेन र वुमेनको बिचमा चाहिँ इनइक्वालिटी छ भनेर भन्दै गर्दाखेरि पनि वुमेन पनि अब कुन रेसमा बिलङ गर्ने, कुन कास्टको, कुन ठाउँको, कुन सिचुएसनमा बस्ने, यो कुराले गर्दाखेरि चाहिँ हाम्रो रियालिटी चेन्ज हुन्छ होइन। अनि यो चाहिँ यसमा चाहिँ अब्जेक्टिभ रियालिटी छैन भन्ने खालको चाहिँ कुरा हुन्छ है। अब यसमा चाहिँ सिम्पली बुझ्दाखेरि चाहिँ रियालिटी चाहिँ फिक्स चाहिँ हुँदैन। अब त्यो बाहेक चाहिँ हामीले चाहिँ हाम्रो आफ्नो एक्सपिरियन्सबाट चाहिँ आफ्नो लाइफ एक्सपिरियन्सहरूबाट नै हामीले चाहिँ हाम्रो रियालिटीलाई चाहिँ क्रिएट गर्छौँ भन्ने कुरा चाहिँ आउँछ। अब एपिस्टेमोलोजीको कुरा गर्दाखेरि चाहिँ अब हामीलाई जे थाहा छ अथवा के कुरालाई चाहिँ नलेज मान्यता भन्ने कुरा चाहिँ यसमा हुन्छ। अब यसमा पनि जुन ट्रेडिसनल बुझाइ थियो रिगार्डिङ फेमिनिजम, यसलाई चाहिँ क्रिटिसाइज गरेर चाहिँ अब हाम्रो चाहिँ वुमेनहरूको आफ्नो आफ्नो पोइन्ट अफ भ्यू हुन्छ, त्यो अनुसारले चाहिँ नलेजहरू पनि फरक फरक हुन्छ। अनि यही एउटै कुरा हुन्छ भन्ने कुरा चाहिँ हुँदैन, यो पनि डाइभर्स हुन्छ भन्ने कुरा चाहिँ गर्छ। भनेपछि नलेज चाहिँ हामीले हाम्रो नलेज चाहिँ आफ्नो एक्सपिरियन्सबाट चाहिँ क्रिएट गर्छौँ, यो पनि डाइभर्स हुन्छ भन्ने चाहिँ कुरा भयो। अनि अब यसमा पनि अब फ्यु टर्म्सहरू छ हामीलाई इजी हुने। एउटा भनेको चाहिँ सिचुएटेड नलेज भन्ने छ, यो भनेको चाहिँ हामी जुन ठाउँमा बस्छौँ होइन, अब त्यो ठाउँ त्यो सिचुएसनले अथवा हाम्रो एक्सपिरियन्सले होइन, यो कुराहरूले नै हाम्रो चाहिँ नलेजलाई चाहिँ क्रिएट गर्छ भनेर भन्छ। अर्को भनेको चाहिँ स्ट्यान्ड पोइन्ट थ्योरी भन्ने छ, यो भनेको चाहिँ जुन मार्जिनलाइज ग्रुपहरू छ उहाँहरूलाई पनि हामीले चाहिँ यो जब फेमिनिजमको कुरा गर्छौँ धेरैचोटि चाहिँ उहाँहरू छुट्नु भएको चाहिँ हामीले पाउन सक्छौँ, जुन हामीले पछि वेभहरूमा कुरा गर्छौँ। त्यो अनुसारले पनि नलेज चाहिँ जो मान्छेमा फोकस गरेर फेमिनिजमलाई हरू छ। अब यसको पनि अब कि स्कलर्सहरूको कुरा गर्नु पर्दा चाहिँ सान्ड्रा, न्यान्सी अनि त्यसपछि प्याट्रिसिया हिल कोलिन्स भनेर छ। अब यसमा चाहिँ म धेरै गइनँ। अनि वेन यु टक अबाउट एक्जियोलोजी, अब यो पनि एक्जियोलोजी कन्सर्न्स भ्याल्युज एन्ड इथिक्स, अब हामी सबैजनालाई थाहै भएको कुरा हो होइन। अब यसमा पनि फेमिनिस्ट एक्जियोलोजीले चाहिँ इट भ्याल्युज इम्पेथी, केयर एन्ड जस्टिस, अनि सँगसँगै इक्वालिटीको पनि कुरा आउँछ। अनि त्यसपछि अब यसले चाहिँ भ्याल्यु न्युट्रल रिसर्च भन्ने चाहिँ कुरा हुँदैन, किन भन्दाखेरि हामीले सबै नलेजहरू रियालिटीहरू चाहिँ आफ्नो एक्सपिरियन्स वाइज नै सेप हुँदै जान्छ भनेपछि चाहिँ यसमा अलिकति आफ्नो भ्याल्युहरूले पनि रिसर्चलाई चाहिँ लिड चाहिँ गर्छ भन्ने खालको कुराहरू छ। अनि त्यसपछि यसले चाहिँ पार्टिसिपेटरी र ट्रान्सफर्मेटिभ अप्रोचलाई पनि इन्करेज गर्छ। सँगसँगै यसले चाहिँ रिलेसनल मोरालिटी र कम्पेसनलाई पनि प्रमोट चाहिँ गर्छ। त्यही कुरालाई चाहिँ मैले यहाँ जिस्टमा बुझ्नको लागि टेबलमा राखिदिएको छु, पछि हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी चारवटा वेभको कुरा गरौँ, बिकज हामीले यो अन्टोलोजी एपिस्टोमोलोजी भन्दा पनि एक्जाम पोइन्ट अफ भ्यूमा हामीले फोकस गर्ने हो भने चाहिँ यो वेभ्स र टाइप्सहरूमै कुरा हुन्छ। सो हामीले फर्स्टमा चाहिँ फेमिनिजमलाई चाहिँ चारवटा वेभमा चाहिँ डिभाइड गरेर हेर्न सकिन्छ। सो अब फर्स्टमा हेरौँ, फर्स्ट वेभ होइन। अब हामीले हेर्न सक्छौँ फर्स्ट वेभ चाहिँ मिड 19th देखि अर्ली 20th सेन्चुरीको टाइममा चाहिँ हामीले मान्न सक्छौँ।
अनि त्यसपछि अब यसमा चाहिँ के भयो त भन्दाखेरि चाहिँ यो फर्स्ट वेभमा चाहिँ मेन फोकस केमा थियो त भन्दाखेरि वुमेन्सको चाहिँ राइट टु भोटमा थियो होइन। यहाँ हजुरहरूले हेर्न सक्नुहुन्छ वुमेन सफरेज भन्ने एउटा टर्म छ। यो सफरेज भनेको चाहिँ हामीले सफर गरेको भन्न खोजेको होइन कि, सफरेज भनेको चाहिँ वुमेनहरूलाई पनि राइट टु भोट हुनुपर्छ होइन, यो भन्ने कुरा चाहिँ आएको थियो। अनि त्यसपछि सँगसँगै अर्को भनेको चाहिँ लिगल एन्ड पोलिटिकल इक्वालिटी भन्ने छ, जुन अब जुन पनि प्रपर्टीहरू छ त्यसमा चाहिँ हस्बेन्डको मात्रै नभएर चाहिँ वाइफको पनि इक्वल राइट चाहिँ हुनुपर्छ भन्ने कुराहरू चाहिँ यहाँबाट आएको छ। यो बाहेक अरू पनि धेरै मोमेन्टहरूको बारेमा चाहिँ मैले लेखेको छु, जुन हजुरहरूले पछि हेर्न सक्नुहुन्छ। यसमा डिटेलमा अहिले गइरहन जरुरी छैन। अनि अब अघि भर्खर भने मैले सफरेज भनेर, भनेको चाहिँ के हो त भन्दा यसको मेन फोकस चाहिँ राइट टु भोटमा छ होइन। अब यो भनेको चाहिँ वुमेनहरू चाहिँ हाउस होल्डमा मात्र लिमिटेड हुने होइन, उनीहरूलाई पनि बाहिर गएर जुन पनि राइट्सहरू मेनहरूले चाहिँ इन्जोय गरिरहेको छ त्यो राइटहरू चाहिँ वुमेनहरूले पनि पाउनुपर्छ भन्ने कुरा चाहिँ यहाँबाट स्टार्ट भएको थियो। र अर्को भनेको चाहिँ एजुकेसन एन्ड प्रपर्टी राइटको कुरा भयो। मेलहरूले जस्तै गरी वुमेनहरूले पनि हायर एजुकेसन र आफ्नो प्रपर्टीमा चाहिँ आफ्नै कन्ट्रोल पाउनुपर्छ भन्ने कुराहरू पनि यहाँबाट स्टार्ट भयो। र सँगसँगै यो जुन फर्स्ट वेभ स्टार्ट भयो यसले चाहिँ अरू पनि भेरियस मोमेन्टहरू को चाहिँ कुराहरू यहाँबाट स्टार्ट भयो भनेर भनेको छ। मैले पनि नोट्समा चाहिँ लेखेको छु, हजुरहरूले पछि हेर्न सक्नुहुन्छ कि कस्तो मोमेन्टहरू स्टार्ट भयो त, यसले अरू पनि के कस्तो मोमेन्टहरूलाई चाहिँ रेज दियो त भन्ने कुरा चाहिँ हामी पछि हेर्न सक्छौँ। अब हामीले सेकेन्ड वेभको कुरा गर्दाखेरि चाहिँ यो चाहिँ 1960सदेखि अर्ली 1980सको टाइम भनेर हामीले बुझ्न सक्छौँ। अब यो टाइम जोन हामीले हेर्ने हो भने चाहिँ भेरियस वेबसाइट्सहरूमा चाहिँ हामीले फरक फरक पाउन सक्छौँ। सो अब यसमा चाहिँ के एस्पेक्टहरू हामीले बुझ्नुपर्ने भनेको चाहिँ जुन अगाडि कुरा गरेको थियो लिगल इक्वालिटीको, त्यो कुरा चाहिँ यहाँ पनि कन्टिन्यू भएको छ। सँगसँगै जुन सेक्स डिस्क्रिमिनेसनहरू भएको थियो होइन, त्यसको अगेन्स्ट पनि कुराहरू आएको थियो। र जुन अब जब सेक्स डिस्क्रिमिनेसनको कुरा हुन्छ यो बेलामा चाहिँ अबोर्सनलाई पनि लिगलाइज गर्नुपर्छ भन्ने कुराहरू पनि यहाँबाट निस्केको थियो। र यो यसको रिगार्डिङ चाहिँ एउटा ल पनि त्यो बेलामा चाहिँ आएको थियो, एउटा एक्ट आएको थियो, सिभिल राइट्स एक्ट अफ 1964 भनेर चाहिँ हामीले यसलाई भन्न सक्छौँ। र सँगसँगै अर्को भनेको चाहिँ मेल र फिमेललाई चाहिँ वर्क प्लेसमा चाहिँ इक्वल स्यालेरी मिल्नुपर्छ, इक्वल पे हुनुपर्छ भन्ने कुरा पनि यहाँ आएको थियो। र यो मोमेन्ट पछि चाहिँ एउटा एक्ट पनि निस्केको थियो इक्वल पे हुनुपर्छ भनेर, जसलाई चाहिँ हामीले इक्वल पे एक्ट अफ 1963 भनेर भन्छौँ। अनि त्यसपछि अर्को भनेको चाहिँ जुन जुन खालको डोमेस्टिक भाइलेन्स अनि त्यसपछि रेपहरू चाहिँ त्यो बेलामा देखिरहेको थियो त्यसको अगेन्स्ट पनि के एक्सनहरू लिनुपर्छ भनेर चाहिँ बर्थ कन्ट्रोल पिलहरू पनि त्यो बेलामा चाहिँ इन्ट्रोड्युस भएको थियो। र सँगसँगै राइट टु अबोर्सन पनि त्यो बेलादेखि चाहिँ स्टार्ट भएको भनेर चाहिँ हामीले बुझ्न सक्छौँ। अर्को भनेको चाहिँ जुन ट्रेडिसनल जेन्डर रोलहरू छ त्यही रोलमा मात्रै हामी कन्फाइन भएर बस्नु हुँदैन। हामीले चाहिँ हाम्रो जुन जेन्डर रोल्सहरू बनाएको छ, सोसाइटीले बनाएको छ, त्यसलाई चाहिँ हामीले च्यालेन्ज गरेर चाहिँ फर्दर पनि हामी ग्रो हुनुपर्छ भन्ने खालको कुराहरू पनि यहाँबाट चाहिँ स्टार्ट भएको थियो। अनि सँगसँगै अघि भर्खर कुरा गरेको जस्तै डोमेस्टिक इस्युहरूलाई पनि एड्रेस गर्न चाहिँ थालिएको थियो। सो अब मुभिङ अन टु थर्ड वेभ होइन, अनि यो चाहिँ 1990सबाट चाहिँ स्टार्ट भएको भनेर चाहिँ हामीले बुझ्न सक्छौँ। र यसमा चाहिँ मेन कुरा भनेको चाहिँ हामीले अगाडिसम्म चाहिँ सेकेन्ड वेभसम्म चाहिँ हामीले के बुझ्न सक्छौँ भन्दाखेरि चाहिँ वुमन भनेर चाहिँ एज अ होल चाहिँ हेरिन्थ्यो भने अब थर्ड वेभमा आएपछि चाहिँ के भयो त भन्दाखेरि पहिला चाहिँ वुमन एज अ होल हुन्थ्यो भने अब चाहिँ वर्किङ वुमन होइन, ब्ल्याक वुमन होइन, अब अथवा एजुकेटेड वुमन भनेर चाहिँ वुमेनहरू बिच पनि धेरै सेक्सनहरू छ है भन्ने कुरा चाहिँ आउन थाल्यो। अब अनि वुमेनहरू चाहिँ हरेक रेसको हरेक क्लासको चाहिँ सबैजनाको एक्सपिरियन्स चाहिँ सेम नै हुँदैन, हामीले चाहिँ उहाँहरूलाई एज अ होल नै हेर्न मिल्दैन भन्ने कुरा चाहिँ यहाँ आएको छ। यसलाई चाहिँ हामीले इन्टरसेक्सनलिटी भन्ने टर्मको थ्रुबाट चाहिँ जान्न सक्छौँ। अनि यो बेलामा चाहिँ के कुरा आएको थियो भन्दाखेरि चाहिँ जुन पनि कुराहरू भन्यो नि लाइक वुमेनहरूले यस्तो फेस गरिरहेको छन्, यस्तो खालको दुःखहरू पाइरहेको छ भन्ने कुराहरू चाहिँ व्हाइट मिडल क्लास वुमनहरूलाई मात्र फोकस गरेर चाहिँ बनाइएको थियो। त्यो बाहेकको अरू क्लासको अरू रेसको वुमेनहरूलाई चाहिँ खासै इन्भल्भ चाहिँ गरिएन यो कुराहरूमा भन्ने खालको कुराहरू पनि हामीले पाउन सक्छौँ।
अनि यो सँगसँगै चाहिँ जेन्डरको कुरामा चाहिँ मेल र फिमेलमा मात्रै लिमिटेड नभएर चाहिँ हरेक जेन्डरलाई चाहिँ हामीले चाहिँ इक्वली इम्पोर्टेन्स दिनुपर्छ र हरेक कुरामा चाहिँ राइट सबैको इक्वल हुनुपर्छ भन्ने कुराहरूलाई पनि इम्फासिस गर्ने भनेर चाहिँ यहाँ भनेको छ। अनि अर्को भनेको चाहिँ इम्फासिस अन पर्सनल चोइस भनेर भनेको छ। यो भनेको चाहिँ अब हामीले हाम्रो पर्सनल लाइफ होस्, वर्क होस्, फ्यामिली होस्, होइन, हरेक कुरामा चाहिँ हाम्रो सबैजनाको पर्सनल चोइस हुन्छ। वुमेन भन्ने बित्तिकै सबैजनाको विसहरू एउटै हुँदैन, इन्ट्रेस्ट एउटै हुँदैन भनेर यहाँबाट चाहिँ पर्सनल चोइसको पनि कुराहरू चाहिँ आउन थालेको छ। अब यो पनि डिपेन्डिङ अपन कल्चर, होइन, वाट यु वान्ट भन्ने कुराहरू फरक हुन्छ होला। लाइक सिम्पली हामीले बुझ्नु पर्दाखेरि चाहिँ हाम्रो नेपाली सोसाइटी अथवा बाहिर फरेन कन्ट्रीको हामीले कुनै पनि सोसाइटीको कुराहरू हेऱ्यौँ भने हाउ वुमेन आर, होइन, अनि त्यसपछि हाउ दे वान्ट टु ग्रो भन्ने कुराहरू फरक हुन सक्छ। अनि अर्को भनेको चाहिँ च्यालेन्जिङ बाइनरी थिङ्किङ भनेर छ। अब यो भनेको चाहिँ यसले चाहिँ अब हाम्रो जुन रिजिड जेन्डर रोलहरू छ यसलाई पनि क्रिटिसाइज गरेर चाहिँ जुन दुईटा मात्रै मस्कुलरिटी र फेमिनिटीको रुल्सहरू चाहिँ बाइनरी छ है, एकदमै लिमिटेड छैन भन्ने कुराहरू पनि यसले यहाँबाट चाहिँ ल्याउन थालेको थियो। अब चाहिँ फोर्थ वेभको कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ 2010, अब कहीँ कहीँ चाहिँ 2009 पनि भन्छ, यो टाइमबाट चाहिँ स्टार्ट भएको भनेर भनिन्छ। अनि यो बेलामा चाहिँ एकदमै ड्रास्टिक चेन्ज चाहिँ हामीले के पाउन सक्छौँ भन्दाखेरि जुन खालको सिचुएसनहरू, जुन खालको भाइलेन्सहरू अथवा जुन खालको डिस्क्रिमिनेसनहरू, सेक्सुअल ह्यारासमेन्टहरू, बडी सेमिङ अनि जेन्डर इनइक्वालिटीहरू चाहिँ फिमेलहरू फेस गरिरहनु भएको थियो, त्यसको रिगार्डिङ चाहिँ सोसियल मिडियामा पनि एक्टिभिस्टहरूले चाहिँ पोस्ट गर्ने अनि त्यो पोस्टहरूलाई सेयर गर्ने, सबैतिर पुर्याउने खालको कुराहरू चाहिँ एकदमै धेरै हुन थाल्यो। अनि सोसियल मिडिया र अनलाइन प्लेटफर्ममा पनि अवेरनेसहरू रेज हुन थाल्यो, प्रोटेस्टहरू अर्गनाइज हुन थाल्यो र धेरै कम्युनिटिजहरू पनि एकअर्काको सपोर्टहरूमा आउनुभयो। र यो जुन हामी आजकल धेरै सुनिरहेको हुन्छौँ मिटु मुभमेन्ट भन्ने, होइन, यो पनि त्यही टाइमदेखि नै स्टार्ट भएको थियो भनेर चाहिँ हामीले बुझ्न सक्छौँ। अनि यहाँ पनि सिमिलर कुराहरू नै आउँछ, इम्पावरमेन्ट, अनि त्यसपछि वी हेभ टु इन्क्लुड एभ्री पिपल अफ एभ्री रेस, एभ्री क्लास, एभ्री सेक्स, होइन, यी कुराहरू आउँछ। अनि त्यसपछि यसमा पनि हामीले चाहिँ एभ्री वुमेनको, होइन, अब फिमेल भनेर एज अ होल हेर्न मिल्दैन, एभ्री फिमेलको चाहिँ इन्डिभिजुअल अथवा उहाँहरूको पनि पर्सनल एक्सपिरियन्स स्टोरिजहरूलाई चाहिँ हामीले भ्यालिडेट गर्नुपर्छ, इम्फसाइज गर्नुपर्छ भन्ने कुरा छ। र यो बेलामा अघि कुरा गरेको जस्तै यो इन्डिभिजुअल एक्सपिरियन्स स्टोरिजहरूलाई चाहिँ अनलाइनमा सेयर गर्ने, होइन, त्यसपछि हाइलाइट गर्ने, यस्तो खालको कुराहरू भइरहेको छ। यसको अगेन्स्ट चाहिँ हामीले एक्सनहरू लिनुपर्छ भन्ने कुराहरू चाहिँ सबै भइरहेको थियो। सो यो चाहिँ हामीले चारवटा वेभहरू हो भनेर बुझ्न सक्छौँ। अनि अब हामीले टाइप्स अफ फेमिनिजमको कुरा गर्दाखेरि चाहिँ फेमिनिजमको टाइप्सहरू एकदमै धेरै छ, तर हामीलाई म्यामले क्लासमा फोकस गरेर पढाउनु भएको थियो चारवटा फेमिनिजम हो। त्यो मध्ये चाहिँ अहिले भर्खर हामीले जुन वेभको कुरा गऱ्यौँ, फर्स्ट वेभ र थर्ड वेभ, यसलाई पनि एज अ टाइप नै हामीले कुरा गर्छौँ। अब हामीले फर्स्ट वेभलाई चाहिँ लिबरल फेमिनिजमको आधारमा चाहिँ हेर्न सक्छौँ, होइन। अनि त्यसपछि थर्ड वेभलाई चाहिँ हामीले रेडिकल फेमिनिजमको टाइपमा हेर्न सक्छौँ। सरी, रेडिकल होइन, पोस्ट मोडर्न। सो लेट्स स्टार्ट फ्रम लिबरल फेमिनिजम, है। अब यसलाई चाहिँ हामीले फर्स्ट वेभ अफ फेमिनिजम पनि भन्न सक्छौँ। यो बेलामा चाहिँ कस्तो बुझाइ थियो त भन्दाखेरि जुन पनि ट्रेडिसनल बिलिफ छ रिगार्डिङ फिमेल को जेन्डर रोल्स एन्ड अल, त्यो कुरालाई चाहिँ हामीले चेन्ज गर्नको लागि अथवा इक्वालिटी ल्याउनको लागि चाहिँ हामीले एजुकेसन पोलिसीहरू चाहिँ एजुकेसन र पोलिसीहरू चाहिँ चेन्ज गर्नुपर्छ भन्ने कुराहरू थियो। अनि यो जुन पनि कुराहरू आइरहेको छ, जुन पनि स्टिगमा छ अथवा जुन पनि बिलिफहरू छ रिगार्डिङ फिमेल यस्तो गर्नुपर्छ, यस्तो गर्नु हुँदैन, यस्तो हुनुपर्छ, यस्तो ड्रेस लगाउनुपर्छ, यस्तो काममा चाहिँ इन्भल्भ हुनुहुन्छ, यस्तो वेले बोल्नुपर्छ, दिस एन्ड द्याट, यो कुराहरू चाहिँ नट ओन्ली ड्यु टु आवर सोसियल एन्ड कल्चर, तर यसलाई चाहिँ अलिकति बढावा दिने चाहिँ हाम्रो लले पनि हो, हाम्रो सिस्टमले पनि हो, जुन पोलिसी छ त्यसले गर्दा पनि हो। त्यो भएको भएर चाहिँ यो चेन्ज गर्नको लागि चाहिँ अथवा चेन्ज ल्याउनको लागि चाहिँ वी हेभ टु स्टार्ट फ्रम विदिन, हामी चाहिँ सिस्टमलाई चेन्ज गर्नुपर्छ भन्ने खालको चाहिँ बुझाइ थियो।
अनि त्यसपछि अब यसको पनि मेन आइडिया भनेको चाहिँ इक्वल राइट एन्ड अपर्च्युनिटिज फर मेन एन्ड वुमेन भनेर स्टार्ट भएको थियो होइन। अनि अब मैले यहाँबाट जिस लेखिदिएको छु, महिला र पुरुषलाई चाहिँ बराबर अधिकार र अवसर दिनुपर्छ भन्ने चाहिँ यसको सोच थियो। अनि अब यसमा इन सर्ट चाहिँ चेन्ज द सिस्टम टु मेक इट फेयर। अब सिस्टम चेन्ज भयो भने चाहिँ यो इनइक्वालिटी पनि हट्छ र इक्वालिटी आउँछ भन्ने खालको चाहिँ बुझाइ छ। अब कुरा गरौँ रेडिकल फेमिनिजमको। अब हामीले रेडिकल भन्ने बित्तिकै एक्सट्रिम भनेर बुझ्न सक्छौँ होइन। अनि त्यसपछि यसको पनि जुन लिबरल फेमिनिजम छ त्यही कुरा नै अलिकति एक्सट्रिम रूपमा चाहिँ आएको भनेर भनिन्छ। यो रेडिकल फेमिनिजमको पनि आफ्नै छुट्टै केही अरूभन्दा एकदमै अलग खालको चाहिँ कुराहरू चाहिँ यसमा आएको छैन। अघि जुन हामीले लिबरलमै कुरा गऱ्यौँ त्यही अनुसार कि, तर यसमा चाहिँ एकदमै एक्सट्रिम रूपमा चाहिँ यो मुभमेन्टहरू चाहिँ भएको भन्ने खालको चाहिँ कुरा हामीले यसमा बुझ्न सक्छौँ। यसले चाहिँ पेट्रिआर्कीमा चाहिँ फोकस गर्छ होइन। अनि त्यसपछि जुन रुट सिस्टम छ जसले गर्दा चाहिँ हाम्रो सोसाइटीमा चाहिँ फिमेल आर बिङ अप्रेस्ड होइन। लाइक एक्जाम्पल फ्यामिली, म्यारिज, रिलिजन, यसले गर्दाखेरि पनि फिमेल्सहरू चाहिँ आफूले चाहेको जस्तो गर्न नसक्ने, आफूले भनेको ठाउँमा जान नसक्ने, यो कुराहरूमा चाहिँ रोकटोक हुने खालको कुराहरू पनि यहाँ चाहिँ अगाडि आएको छ। अनि यसको पनि मेन आइडिया भनेको चाहिँ द सिस्टम इट्सेल्फ अथवा जुन पेट्रिआर्की छ यो नि वुमेनहरूको अपरेसनको अथवा दुःखको चाहिँ मेन रुट हो अथवा मेन कज हो भन्ने खालको चाहिँ यसको चाहिँ मेन आइडिया रहेको छ। अनि सोसाइटी मस्ट चेन्ज कम्प्लिटली टु रिमुभ मेल डोमिनेन्स। अब चाहिँ यो मेल डोमिनेन्स सोसाइटीबाट हटाउनको लागि चाहिँ एकदमै कम्प्लिट चेन्ज हुनुपर्छ भन्ने खालको चाहिँ बुझाइ छ। अनि यो बेलामा पनि भेरियस क्याम्पेनहरू अगेन्स्ट डोमेस्टिक भाइलेन्सहरू अनि जुन सेक्सुअल एक्सप्लोटेसन छ यसको अगेन्स्ट पनि क्याम्पेनहरू यिनीहरू पनि यो रेडिकल फेमिनिजममै हामीले चाहिँ बुझ्न सक्छौँ। हामीले चाहिँ रुल मात्रै चेन्ज गरेर भएन, हामीले चाहिँ सिस्टममा नै ब्रेक गर्नुपर्छ भन्ने चाहिँ हामीले रेडिकल फेमिनिजममा चाहिँ यो खालको आइडिया बुझ्न सक्छौँ। अर्को भनेको चाहिँ मार्क्सिस्ट फेमिनिजम अथवा सोसियलिस्ट फेमिनिजम छ। अब यसमा चाहिँ हामीले क्लास स्ट्रगलको पनि कुरा बुझ्न सक्छौँ। अब यसको कुरा गर्नु पर्दाखेरि चाहिँ यसको मेन आइडिया भनेको चाहिँ वुमेन आर अप्रेस्ड बाई बोथ पेट्रिआर्की एन्ड क्यापिटलिजम होइन। वुमेनहरू चाहिँ आफू चाहिँ इन्डिपेन्डेन्ट हुनको लागि हुनको लागि चाहिँ उनीहरूले चाहिँ आफू पनि इन्डिपेन्डेन्ट चाहिँ हुनुपर्छ इकोनोमिकली, सो द्याट उनीहरूले चाहिँ आफ्नो राइटको लागि चाहिँ उनीहरू पनि फाइट गर्न सक्छन् भन्ने खालको कुराहरू छ। अनि यसमा चाहिँ जुन इकोनोमिक इनइक्वालिटी छ, डिपेन्डेन्स छ, अनि त्यसपछि पोलिटिकल कन्फ्युजन छ होइन। अनि अनहेल्दी सोसियल रिलेसन बिट्विन मेन एन्ड वुमेन, यही खालको कुराहरूलाई चाहिँ यसले चाहिँ मेन फोकस गरेको छ। अनि यसले पनि यो यसमा पनि अब क्लासको कुरा सँगसँगै चाहिँ इक्वल पेको पनि कुरा हुन्छ होइन। जुन चाहिँ अब डोमेस्टिक वर्कहरू जुन फिमेलहरूले चाहिँ हाउस होल्डभित्र रहेर गरिरहनु भएको हुन्छ त्यो कुरालाई खासै वास्ता गरिँदैन। अब मेल र फिमेललाई चाहिँ इक्वल पे पनि हुनुपर्छ भन्ने खालको कुरा आएको थियो। अनि इकोनोमिक फ्रिडम भएपछि बल्ल वुमेन्सको फ्रिडम आउँछ भन्ने कुराहरू पनि अब स्टार्ट भएको थियो। अब पोस्ट मोडर्न फेमिनिजमको कुरा गर्नु पर्दाखेरि चाहिँ मैले अघि पनि भनिसकेँ, यसलाई चाहिँ हामीले थर्ड वेभ अफ फेमिनिजम अथवा फेमिनिस्ट थ्योरीको थर्ड वेभ पनि भनेर बुझ्न सक्छौँ। सो यसमा पनि मेन इम्फेसिस चाहिँ जेन्डर डिफ्रेन्स बिट्विन वुमेन एन्ड मेन नै थियो होइन। अनि त्यसपछि यसमा पनि जुन अघि मैले थर्ड वेभमा कुरा गरेँ, जब यो फेमिनिजमको कुरा आउँछ यसमा यो बेलामा चाहिँ व्हाइट मिडल क्लास वुमन मात्रै होइन कि उहाँहरू बाहेक चाहिँ जो ब्ल्याक वुमनहरू अथवा लोवर क्लासको वुमनहरूलाई चाहिँ एकदमै धेरै एक्सक्लुड गरिएको भन्ने खालको कुरा आएको थियो। अनि अब हामीले चाहिँ फेमिनिजमको कुरा गर्नु पर्दाखेरि एभ्री क्लास एभ्री लेभलको फिमेलहरूलाई चाहिँ इन्क्लुड गर्ने खालको चाहिँ कुराहरू चाहिँ गर्नुपर्छ भन्ने कुराहरू यहाँबाट स्टार्ट भएको थियो। अनि जुन सिस्टरहरूको कुरा आउँथ्यो अल वुमन आर सेम भन्ने, त्यो कुराहरू चाहिँ यहाँबाट चाहिँ अलिकति डिफ्रेन्सिएट हुँदै गएर चाहिँ यो रेसको वुमन, यो क्लासको वुमन भनेर चाहिँ भेरियस क्याटेगोरिजहरूमा चाहिँ वुमेनलाई चाहिँ ग्रुप गर्न पनि थालिएको थियो। अनि यहाँ हेर्न सकिन्छ डिकन्स्ट्रक्सन अफ जेन्डर
अनि अब यसमा पनि मेल र फिमेल बाहेक पनि धेरै कुराहरू पनि आएको छ। अर्को भनेको चाहिँ रिजेक्सन अफ युनिभर्सल नेरेटिभ्स। अगाडिदेखि नै जुन खालको ट्रेडिसनल बिलिभ्सहरू छ, त्यो नेरेटिभ्सहरू सेट गरिएको थियो, त्यो कुराहरूलाई चाहिँ हामीले चाहिँ वी हेभ टु रिजेक्ट इट। अनि अब हामीले चाहिँ फिमेलहरू के कस्तो हुन्छ, यो चाहिँ बेस्ड अपन देयर ओन एक्सपिरियन्सेस होइन, रिगार्डिङ भेरियस कल्चर, रिगार्डिङ भेरियस सिचुएसन, भेरियस लोकेसन अनुसार चाहिँ यहाँको फिमेलहरू चाहिँ यस्तो यस्तो, अनि वुमेन्सहरूको राइट एन्ड दिस एन्ड द्याटको कुरा चाहिँ यहाँबाट आएको छ। अनि अब यसमै मैले अलिकति जिस्टमा चाहिँ एउटा मैले पिक्चर भेटेको भएर इन्सर्ट गरिदिएको छु, यो पछि हेर्न सक्नुहुन्छ। अनि अब यो फेमिनिस्ट मेथोडोलोजीको कुरा गर्नु पर्दाखेरि चाहिँ अब यसमा चाहिँ हामीले अघि पनि कुरा गरिरहेको छौँ, यसमा चाहिँ कुनै पनि अब्जेक्टिभिटीको भन्दा पनि इट्स मोर फोकस अन द एक्सपिरियन्स होइन, अनि त्यसपछि सब्जेक्टिभ एक्सपिरियन्स अफ पिपल। अनि अब हामीले चाहिँ इफ यु फोकस इन रिसर्च विल हेभ टु इम्फसाइज अन द सब्जेक्टिभ एक्सपिरियन्स अफ पिपल। अनि फेमिनिस्ट मेथोडोलोजीले चाहिँ इट च्यालेन्जेस पोजिटिभिस्ट अनि अब्जेक्टिभ अप्रोचेस इन रिसर्च। बिकज अब हामीले कुनै पनि अब्जेक्टिभ रियालिटी छैन भनेसँगै चाहिँ अब हामीले यसलाई अब्जेक्टिफाई पनि गर्न मिल्दैन। अनि अब हामीले कस्तो खालको मेथड्सहरू युज गर्न सक्छौँ त भन्दाखेरि चाहिँ क्वान्टिटेटिभ मेथड्सहरू पनि युज त गर्न सकिन्छ होइन। अब हामीले अहिले पनि धेरै धेरै टुल्सहरू चाहिँ युज गर्न सकिन्छ टु टेस्ट भेरियस थिङ्स। तर यसमा पनि अफन युज हुने चाहिँ क्वालिटेटिभ मेथड्सहरू नै हो, जस्तै इनडेप्थ इन्टरभ्युज, फोकस ग्रुप, केस स्टडिज, इथनोग्राफी होइन, नेरेटिभ एन्ड पार्टिसिपेटरी रिसर्च अनि पार्टिसिपेटरी एक्सन रिसर्च। अब यो मेथड्सहरूले चाहिँ हामीलाई वुमेनहरूको चाहिँ लाइफ एक्सपिरियन्सहरूको बारेमा चाहिँ बुझ्नको लागि चाहिँ हेल्प गर्छ। अनि फेमिनिस्ट मेथोडोलोजी एम्स नट ओन्ली टु कलेक्ट डेटा, डेटा मात्रै कलेक्ट गर्नको लागि होइन कि पार्टिसिपेन्टहरूलाई चाहिँ इम्पावर गर्नु र सोसियल चेन्जलाई चाहिँ प्रमोट गर्नको लागि पनि फेमिनिस्ट रिसर्च मेथोडोलोजीले चाहिँ हेल्प गर्छ। अब यसको क्रिटिसिजम र लिमिटेसनको कुरा गर्नु पर्दाखेरि चाहिँ हामीले चाहिँ कुनै पनि सिङ्गल फिमेल एक्सपिरियन्सलाई हेरेर मात्रै कुरा गर्नु भन्दाखेरि पनि फिमेलहरू पनि डिफ्रेन्ट सिचुएसनमा होइन, अब जस्तै कोही कुनै फिमेल चाहिँ दे आर गोइङ थ्रु डोमेस्टिक भाइलेन्स भनेर भनौँ, अब त्यो पनि त कुन रेसको कुन कुन क्लासको त्यो हेरिकन चाहिँ उहाँहरूले फेस गर्ने, अथवा उहाँहरूले कति कुन लेभलको स्ट्रेस हुन्छ भन्ने कुराहरू, अथवा वाट दे वान्ट, अब कस्तो खालको राइटहरू चाहिँ इन्स्योर भइसक्यो, कस्तो खालको राइटहरू चाहिन्छ, दिस एन्ड द्याट कुराहरू चाहिँ फरक हुन्छ। त्यही भएर कुनै पनि एकजनामा अथवा एउटा ग्रुपमा मात्रै लिमिट भएर चाहिँ एक्सपिरियन्सको बारेमा कुरा गरेर हुँदैन, सबैजनालाई चाहिँ ल्याउनु पर्छ भनिन्छ। तर हामीले अघि पनि हेऱ्यौँ धेरै कुरामा चाहिँ वाइट मिडल क्लास वुमेनलाई मात्र फोकस गरेको भन्ने कुरा आएको छ। सो एउटा लिमिटेसन हुनसक्छ। अनि त्यसपछि हरेक रेस, हरेक क्लासको मान्छेहरूलाई चाहिँ इन्भल्भ नभएको हो कि भन्ने खालको पनि कुरा छ, यो पनि एउटा चाहिँ लिमिटेसन हुनसक्छ। अनि अब भेरियस फेमिनिस्ट स्कुलहरूमा चाहिँ आफै बिच पनि विदिन पनि भेरियस डिभिजन्सहरू छ, यसले गर्दा पनि सबैजना चाहिँ एकमुष्ट भएर काम गर्न चाहिँ गाह्रो भएको हुनसक्छ, यो पनि एउटा लिमिटेसन छ। अर्को भनेको चाहिँ च्यालेन्जेस इन इन्टिग्रेटिङ फेमिनिस्ट एपिस्टोमोलोजी विथ मेन स्ट्रिम साइन्स। यो भनेको चाहिँ जुन ट्रेडिसनल बिलिफहरू रहेको छ पहिला, त्योसँग चाहिँ हामीले अहिले मोडर्न फेमिनिजमलाई चाहिँ ह्यान्ड इन ह्यान्ड लान खोज्दाखेरि चाहिँ धेरै कुराहरू चाहिँ च्यालेन्जेसहरू चाहिँ आउँछ भन्ने कुराहरू छ। हावेभर यो सबै हुँदै गर्दाखेरि चाहिँ भेरियस इभोल्युसनहरू चाहिँ भइ नै रहेको छ। सो अब हामीले अहिलेको आधारमा हेर्छौँ भने चाहिँ फेमिनिस्ट थ्योरीले चाहिँ जुन ट्रेडिसनल बिलिफहरूलाई छ त्यसले चाहिँ रिसेभ गरेर चाहिँ अब रियालिटी के हो, नलेज के हो, भ्याल्युज होइन, अन्टोलोजी, एपिस्टोमोलोजी र एक्जियोलोजीमा पनि धेरै चेन्जेसहरू चाहिँ हामीले आएको पाउन सक्छौँ। जस्तै पहिला चाहिँ फिमेल भनेको चाहिँ घरभित्रै बस्नुपर्छ, काम गर्न जानु हुँदैन होइन। अनि त्यसपछि एउटा यो भोटिङ राइट्सहरू, अनि त्यसपछि पोलिटिकल राइट्सहरू, अनि यो प्रपर्टीहरूमा राइट्सहरू, यताउताको कुराहरू चाहिँ अहिले हामीले हेर्न सक्छौँ, धेरै चेन्जेसहरू पनि आइसकेको छ। सो यही खालकै कुराहरू छ जुन हामीले अघि कुरा नै गरिसक्यौँ। सो यहाँ कन्क्लुजन पनि छ, हजुरहरूले पछि हेर्न सक्नुहुन्छ। सो मैले ओल्ड क्वेसनहरूको सर हेरेको थिएँ, यही एउटा क्वेसन मात्रै सोधेको मैले पाएँ।
जुन हामीलाई सरहरूले पठाउनु भएको थियो त्यो प्लस मसँग भएको क्वेसन्सहरू मैले ट्याली गरेर हेर्दाखेरि चाहिँ फेमिनिस्ट थ्योरीबाट एउटा मात्रै क्वेसन सोधिएको थियो, हाउ डु फेमिनिस्ट थ्योरिज च्यालेन्ज ट्रेडिसनल अप्रोचेस टु अन्डरस्ट्यान्डिङ जेन्डर आइडेन्टिटी एन्ड पावर डाइनामिक्स भनेर। अब यसलाई हामीले एन्सर गर्नको लागि चाहिँ फेमिनिजम, फेमिनिस्ट थ्योरिज, अनि वेभ्सहरू, अनि त्यसपछि टाइप्स अफ फेमिनिजमहरूले चाहिँ कुन खालको चेन्जेसहरू आउँदै गरेको छ यो फर्स्ट वेभदेखि फोर्थ वेभसम्म, अहिले करेन्ट सिचुएसन कस्तो छ, सबै कुराहरूलाई चाहिँ हामीले मर्ज गरेर एन्सर गर्न सक्ने खालको क्वेसन छ। सो त्यही हो। मेरो चाहिँ प्रेजेन्टेसन यति नै छ। केही छ हजुरहरूले नबुझ्नु भएको कुरा भने सोध्न सक्नुहुन्छ।